मेरो अपलाइन विनोद केसी सर र अनिल सरलाई धन्यवाद दिन चाहन्छु र उहाँको लागि जोरदार तालिका साथै नमस्कार गुड मर्निङ डियर फ्रेन्ड्स र म के भन्न चाहन्छु भने मेरो नाम चाहिँ सङ्गीता राजधानी हो, घर चाहिँ मेरो इजडिया र म चाहिँ एउटा सर्वप्रथम त 18 वर्ष एउटा कुनै संस्थामा जागिर गरिराखेको बेला पनि त्यसपछि त्यो जागिर गर्दा गर्दै पनि म चाहिँ एउटा जागिर गरिसकेपछि जब म जागिरबाट अवकाश भए कहाँ जाउँ नजाउँ भएर भौतारिरहेको बेलामा मलाई यस्तो एउटा प्लेटफर्म भेट्यो जसको नाम चाहिँ भेट्नुपर्ने हुन्छ र सर्वप्रथम त मेरो अपलाइन विनोद केसी सर र अनिल सरले मलाई यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र म चाहिँ सर्वप्रथम त एउटा हामी मानव भइसकेपछि म चाहिँ जुन क्षेत्रमा काम गरिरहेको थिएँ त्यतिखेर मलाई चाहिँ अहिले आएर के भान हुँदैछ भने म चाहिँ त्यतिखेर चाहिँ सेवा होइन, म चाहिँ अझै जनता र हाम्रो समाजमा चाहिँ ऋण खुवाएर अगाडि बढ्ने काम गराउँदै थिएँ भने म चाहिँ अहिले चाहिँ अब यो हेल्दी लिभिङ मैले गरेको लगभग 14 महिना भएको छ र यो 14 महिनाको भित्रमा च्यालेन्जहरू धेरै आउँदा आउँदै पनि मेरो परिवार साथै मेरो आफ्नै अङ्कलले पनि मलाई धेरै साथ दिनु भएको छ र उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो परिवार लगायत मेरो इष्ट मित्रहरू र अरू साथीभाइहरूले पनि धेरै साथ दिनु भएको छ र यसको लागि सबै श्रेय चाहिँ मेरो साथीभाइहरूलाई पनि जान्छ। जबकि म एउटा स्टाफ डाइरेक्टरमा पुग्दाखेरि मलाई के भान भइरहेछ भने म 17 वर्ष कुनै संस्थामा काम गर्दा यसरी म स्टेजमा आएर बोल्न सकेको थिइनँ र यसरी माया पाएको थिइनँ, तर आज म यो स्टेजमा उभिएर म के भन्न चाहन्छु भने एउटा मात्रै अवस्था हुन्छ जो चाहिँ कुनै पनि काम गर्नको लागि जसले रोक्छ त्यो भनेको खुद तपाईँ र तपाईलाई जसले अगाडि बढ्छ त्यो चाहिँ खुद तपाईँ नै हो र तपाईँ यदि खुद तपाईँ अगाडि बढ्न चाहनुहुन्छ तपाईलाई त्यो रोक्ने काम पनि तपाईँ नै हो। तर हामी अरूको माथि दोष थपेर हामी केही पनि गर्न सक्दैनौँ यदि तपाईको मनभित्र नै अगाडि बढ्ने र हेल्दी लिभिङबाट तपाईहरू अब पैसाको फ्रिडम र तपाईको हेल्थको फ्रिडम र समयको फ्रिडम बनाउन चाहनुहुन्छ भने अवश्य पनि यो राम्रो प्लेटफर्म हो र यो म 14 महिना अगाडि एउटा हाम्रो विनोद सर आउनु भएको बेला मैले 3 महिना चाहिँ रिसर्च गरे यो कुरा साँचो हो कि राम्रो हो कि होइन भनेर, किनभने म एउटा वीरगञ्जको टाढा भन्छ नि वीरगञ्जको घोडा चाहिँ सिधै हिँड्छ हो त्यस्तो बाटोमा हिँडिरहेको थिएँ कुनै संस्थामा, मलाई केही पनि थाहा थिएन, बस मेरो परिवार र संस्थालाई मैले 17 वर्ष काम गरेँ तर मैले मनीको फ्रिडम समयको फ्रिडम कहिले पाइनँ। मेरो अहिले नानी 19 वर्ष भयो तर 19 वर्षमा मेरो नानी मसँग कहिले पनि बसेन कि म स्कुल पठाउने स्कुलको ड्रेसमा पनि हेर्न पाइनँ र 17 वर्षसम्म न त आफ्नो परिवारसँग बसे न त कुनै इष्टमित्रसँग बसे, जहिले पनि संस्था र मेरो घर शुक्रबार आउने महिनाको एकचोटि दुईचोटि त्यो पनि महिनामा 3 महिनामा 4 महिना र अहिले म 4 महिना भयो तपाईको जागिर छोडेर म फुल टाइममा लागेर स्टाफ डाइरेक्टरमा पुग्नु भनेको मेरो लागि धेरै नै राम्रो कुरा हो र म अहिले जति संस्थामा कमाउँदै थिएँ त्यो संस्थाको स्यालेरी पनि मेरो यहाँबाट म एचिभ गरिसकेको छु र अर्को कुरा म चाहिँ अझै के भन्न चाहन्छु भने तपाईँ महिला दिदी बहिनीहरू कतिजनाले हैन बाटोमा जाँदा
साँच्चीकै भेस्टिजबाट पैसा आउँछ त? के साँच्चीकै तपाईले म गर्न सक्छु त, म त पढेको छुइनँ भन्नुहुन्छ? तर यसमा चाहिँ तपाईलाई अघि नै भन्नुभएको छ, हाम्रो 3 जना साथीहरू, उहाँहरू बोर्ड डाइरेक्टर, उहाँहरूले धेरै राम्रो कुराहरू गर्नुभएको छ। उहाँहरूको जुन माइन्डसेटहरू हुनुहुन्छ हो, त्यो माइन्डसेट तपाईँ हामीले पनि लिएर अगाडि बढ्यौँ भने अवश्य पनि राम्रो हुन्छ। र तपाईँ हामी सबैजना हातेमालो गरेर अगाडि बढ्नुहोस्। अवश्य पनि तपाईहरूको जुन दर्द छ, त्यो दर्द भनेको मलाई लाग्छ सर्वप्रथम अहिलेको अवस्थामा चाहिँ टाइमको र पैसाको। पैसा कतिजनालाई चाहिन्छ होला? सबैजनालाई। ल, मलाई पनि एकदमै मन पर्छ है। र तपाईँ हामी मिलेर यो हेल्दी लिभिङबाट हेल्थ र वेल्थ दुईटै कमाउन सक्छौँ भन्ने मलाई एकदम विश्वासको साथै म अगाडि बढिरहेको छु। र नेपालबाट विनिङ टिमबाट म चाहिँ यो घोषणा गर्दछु कि पछि ड्रिम्सको याद आउँछ र हामी ड्रिम्स कति खुम्चाएर बस्छौँ। महिला दिदीबहिनीहरू र दाजुभाइहरू, तपाईहरूलाई आफै पनि थाहा छ, आज हामीसँग 10,000 पैसा छ भने कता तिर्ने नतिर्ने हामी आफ्नो लागि नै बिर्सिन्छौँ। यदि हाम्रो चप्पलको फित्ता चुटिरहेछ भने पनि त्यो चप्पलको फित्ता हामी रेसेर चलाउँछौँ। तर हामी कम्प्रोमाइजमा बाँचिरहेको छौँ। त्यो कम्प्रोमाइज चाहिँ अब यो हेल्दी लिभिङबाट तपाईहरूको सपना पुरा गर्नेछ भन्दै विश यु वेल्थ।